हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। हजुरलाई फेरि स्वागत छ मेरो नयाँ भिडियोमा। र आज चाहिँ नयाँ वर्ष पनि मलाई भन्न आउँदैन। नयाँ वर्ष 2082 सालको सम्पूर्णलाई शुभकामना नयाँ वर्षको। अनि म चाहिँ रेडी भइसके साथीहरू, हामी चाहिँ अब एकछिन मन्दिर दर्शन गर्ने र मेरो साथमा को हुनुहुन्छ त म उहाँहरूलाई वेलकम गर्न चाहन्छु। यहाँ आइज साया, छिटो। सबभन्दा फर्स्टमा त मेरो छोरी, मेरो साया। हेर्दैन कि उसलाई नहेरे पनि केही हुन्न। अनि त्यसपछि मेरो बहिनी पनि हुनुहुन्छ यहाँ। म भन्दा पनि मोटु डल्लु हुनुभएको छ। र अर्को आउँदै हुनुहुन्छ, छिटो। अर्को हुनुहुन्छ मेरो एकदम नजिक मिल्ने बेस्ट फ्रेन्ड निशा बुढामा घर। यसरी वेलकम गर्न चाहे मेरो भ्लगमा। र आज हामी जाँदैछौँ 4वटी सुस्मितासित जाँदैछौँ हामी कता। अझै कहाँ जाने भन्ने फेरि सल्लाह छैन। अनि मम्मीहरू छुट्टै जाने, हामी छुट्टै जाने सल्लाह भयो। अनि फेरि मैले सबै सँगै जाऊँ भनेको छु। लेट्स सी, हेरौँ को कता हुन्छ कि सँगै जाने हुन्छ। ल अब हेर्दै गर्नु होला ल मेरो भिडियो। वाउ कति दामी। के हातमा पिङ्क, अरे रेड, अनि फेरि ओठमा पिङ्क रेड। अब मैले मेकअप गर्ने कलर म्याचिङ गर्न पनि आउँदैन मलाई। यस्तै छु। ल के भन्दा ल हामी गयौँ ल। हामी आइसक्यौँ साथीहरू फाइनली अमृतेश्वरी मन्दिर। निशाले पूजा गर्ने सामान किन्न लाग्छ कि कति धनी छ यार। कहाँ जानुभयो त? तेरो पर्स देखा त निशा, पर्स ब्रान्डेड पर्स। यति भिडभाड छ कि भित्र। नमस्ते गर साया, साया नमस्ते गर। लौ जा ओ माय हो। हामी चाहिँ अब लाग्यौँ पूजा गर्न। यतिका भिड छ। म चाहिँ क्यामेराम्यान मेरो बहिनीलाई गराउन चाहन्छु। उसले चाहिँ पूजा गर्दैन। निशा र निशाको बोयफ्रेन्ड फेरि त्यहाँ लाइनमा बसेका छन्। सन्जियोस्, छिट्टै बिहोस्। यता हेर्नुहोस् त जयराजा टिका लान जारे के कति कालो आछ किन हो। ओके लगाइदियो आन्टीलाई। नमस्ते भन् सायालाई। अङ्कल र आन्टीको बिहामा आउलेस के फेरि। राम्रो ल्याइदिएछु। नलाइदिए के मलाई नलाइदिए। टिका लगाइदिइसक्यो फेरि छोरीले मलाई। यत्रो लाइन कहिले सकिने कि बल्ल यहाँ आइपुग्नु भएको छ। छिट्टै निशाको क्यामेराम्यान फेरि छिट्टै निशासँग आउन पाऊँ, त्यही छ। कस्तो दामी वाउ। हरानी साया त।
किन ल्याइदिनु पर्ला राम्रो आएको छैन यार राम्रो आएको छैन यस्तो संस्कारी फाइनल्ली हामी निस्किसक्यौँ साथीहरू पूजापाठ गरेर कति घन्टा 4 घन्टा त लाग्यो क्या भने बिचमा हाम्रो पूजापाठ सक्यो बलर आएको छ कि अरे के अरू बगाल बाहिर छन् कहाँ गए ल अब हामी घर जान्छौँ साथीहरू म चाहिँ छु लखन पार्क छप्री पार्कमा विथ मेरा डियर फ्रेन्ड देखो यिनीहरूले भिडियो बनाइरहन्छन् म बचेको खाने चिज खाइरहन्छु खानेकुरा यो निशाल कति भिडियो बनाउँछ के खाएर पेट फुट्न आँटेको त्यही पनि बन्द गरेको छैन छिटो आऊ झन् झन् मोटी भइरहेको छु यस्तै यस्तै खाएर हो क्या मलाई बिगार्ने भनेको यिनीहरू हो छिटो आऊ के भन्छे मैले पठाइलिउ न मेरो नास्ता खाने भने नास्ता खायौँ त्यही पनि अझै अगाडि मेरो लगइन गरिने भालिदिने अगाडि मेरो भिडियोमा वेलकम गरेर छिटो एकछिनपछि आउँछ है गाइजहरू यो सपना र यो आशालाई हेर पुरै मलाई उ गरिरहन् मेरो बिल्ला गरिरहेछन् हेर त्यसको खाने स्टाइल ए भगवान् यो निशाको अझै भिडियो सकिन्न घरबाट आउने पनि 4 घन्टा लाग्यो यहाँ पनि लगभग 8 घन्टा भयो के हो मेरो घरमा छोरी कहाँ गई अब एउटा भन्छे अब एउटा भन्छे अब एउटा भन्छे त्यही भन्दा भन्दै हड्डी फेरि हैरान भयो कि आफै 100 वटा भिडियो बनाउँथ्यो अनि आफै रिसिन्थ्यो फेरि गइए चुई 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 हिरोइन भन्दै निस्ता बेबो हड्डी र मसँग रिस्याछि चुपुर चुपुर गर्छु अनि मैले आफै सिकाम गराउन जान्छु तर यताबाट खिचेपछि यो हातले सक्छु यो हातले सक्दैन गाडी आयो हामीलाई भेट्न यहाँ घर आयो म घर जाने अटो भएको छैन एकैछिन 50 रुपियाँ यतिको चाहिँ हुनुपर्छ है मेरो अटो भएको छैन मलाई पनि दिन्छु हड्डी अहिले ल जान्छु नि यो रिसिभ राख्छु गाडी आउँछ अब हामी चलाइदिन्छौँ बाई भन्छ बाई 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 ल अब म निशालाई हड्डीलाई बाई भन्छु अनि म घर जान्छु एक्लै गाडी आन्न के तिम्रो जाऊ है फेरि धेरै पछि भेट हुन्छ यार फेरि भेटौँला है ल ओके बाई ल म चाहिँ गएँ